नेपालको यो साइको किलरले 6 जनाको हत्या र 26 जनाको बलात्कार गरेको छ। 2052 साल फाल्गुन 24 गते धनुषा साँझको 7 बजेको थियो। एक महिला आफ्नो माइत जाने क्रममा जंगलको बाटो हिँड्दै थिइन्। त्यही जम्का भेट भयो एक पुरुषसँग। केही बेरको छोटो संवादपछि त्यो पुरुषले राखेको प्रस्तावलाई उनले ठाडै अस्वीकार गरिन्। तर ती महिलालाई के थाहा थियो कि उनको जीवनको अन्तिम क्षण हुनेछ भनेर। उनलाई जबरजस्ती जंगलको बीचमा घिसारेर लगियो, बलात्कार भयो अनि अन्त्यमा उनकै सल्ले घाँटीमा 2 फन्को बेरेर उनको हत्या गरियो। त्यसको 1 महिना पनि नबित्दै चैत्र 23 गते फेरि त्यही प्रकृतिको घटना। ढल्केबरदेखि दमोरसम्मको जंगल बाख्रा चराउन गएकी एक किशोरीलाई एकजना पुरुषले देख्छ, प्रस्ताव अस्वीकार गर्छिन्। फेरि बलात्कार र फेरि त्यही सलको पासो। 3 दिनपछि अर्को लास फेला पर्यो, त्यो पनि विक्षिप्त अवस्थामा। 1 महिनाको अन्तरालमा एउटै शैलीका 2 वटा हत्या। प्रहरीले अनुमान लगायो यो कसैको दुर्घटना होइन, यो एउटा यस्तो मानिसको काम हो जसले जंगललाई आफ्नो अखडा बनाएको छ। तर को थियो त्यो मान्छे? न कुनै सबुत न कुनै प्रमाण। प्रहरीको हात रित्तो थियो। जंगलको त्यो बाटोबाट हिँड्ने हर महिलाको मुटुमा अब डरको काँडा उमडिन थालेको थियो। ती महिलाहरू जो केवल आफ्नो दैनिकी चलाउन जंगल पस्थे, उनीहरूलाई थाहा थिएन कि जंगलको झाडीभित्र एउटा यस्तो शिकारी छ जसको लागि उनीहरूको अस्मिता र ज्यानको कुनै मूल्य नै छैन। के यो एउटा व्यक्तिले गरिरहेको थियो? प्रहरीले अनुसन्धान त अगाडि बढायो, तर हत्याको सिलसिला रोकिएन। जेठ महिनामा 61 वर्षीय वृद्धको हत्या, असारमा 18 वर्षीय युवतीको मृत्यु, एकपछि अर्को गर्दै जंगलभरि महिलाहरूको लास। आखिर किन त्यो शिकारीले आफ्नो हत्या गर्ने शैली कहिले फेर्न? के उसलाई प्रहरीको डर थिएन वा उसले प्रहरीको अनुसन्धानलाई नै गिज्याइरहेको थियो? 18 वर्षकी लीला स्याङताङ, जो शारीरिक रूपमा अशक्त थिइन्, उनी आफ्नो घरको गाईबस्तु चराउन सधैँझै नजिकैको जंगल गएकी थिइन्। तर त्यस दिन जंगलले लीलालाई फिर्ता गरेन। भोलिपल्ट स्थानीयले लीलाको शव फेला पारे। सागरनाथ वन विकास परियोजनाको त्यो जंगलमा लीलाको घाँटीमा त्यही परिचित पछ्यौरीको 2 फन्को थियो, जुन अघिल्ला घटनाहरूमा पनि देखिएको थियो। प्रहरीले जंगलका कुना कुना खोज्यो, प्रत्येक स्थानीयसँग सोधपुछ गर्यो, कसैको कुनै पुरानो रिसिभी छ कि भनेर खोज्यो, तर नतिजा शून्य। प्रहरीको लागि यो एउटा भुलभुलैया बन्न थाल्यो, जहाँ उनीहरू जति अगाडि बढ्थे त्यति नै रहस्यको दलदलमा फस्दै जान्थे। केही महिनाको अन्तरालमा बर्दिवास र लालगढको जंगलमा फेरि त्यस्तै घटनाहरू दोहोरिए। 25 वर्षीय युवतीको ढुङ्गाले टाउको फुटाएर हत्या, अनि सयपत्री खोला नजिक फेरि त्यही सलको पासो। जंगलको त्यो 10 किलोमिटरको क्षेत्र नै अपराधीको लागि सुरक्षित स्वर्ग बन्दै थियो। प्रहरीलाई दबाव पर्दै गयो। सिरियल किलरको नाम सञ्चार माध्यममा छायो, तर अपराधीको अनुहार अझै बाहिर आएको थिएन। आखिर मानिसहरू भन्थे यो अपराधीको किन उसले एकान्तमा भेटिएकी महिलालाई मात्रै टार्गेट गर्छ? के उसलाई महिलाहरूसँग कुनै विशेष घृणा थियो? त्यस समयमा प्रहरीले थुप्रै मानिसहरूलाई शङ्काको घेरामा राख्यो। कतिलाई सोधपुछ गर्यो, तर प्रमाणको अभावमा फाइलहरू धमाधम अनसल्भ मिस्ट्रीको दराजमा थन्किए। जंगलमा घाँस दाउरा गर्न जाने महिलाहरूको